हेलो साथीहरू, वेलकम टु माई च्यानल। अहिले तपाईँहरूले देख्नुभएको दृश्य नेपालको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ आज हामी 5 जनाको फ्लाइट यो साउदीसम्मको र यति बेला हामी नेपाली एयरलाइन्सको सिट खाली भएको हुनाले हामीलाई चाहिँ अहिले नेपाली एयरलाइन्समा हाल्ने कुरा भइरहेको छ। साथीहरू, हामी दिल्लीसम्म तपाईँहरूलाई दिल्लीसम्म जाँदैछौँ। यति बेला तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। साथीहरू, तपाईँहरूलाई रियाजसम्मको भिडियो हेर्दै सक्नुहुन्छ। साथीहरू, यो भ्लग हेर्दै गर्नु होला है। यति बेला अहिले हाम्रो सामान लगेजहरू वेट हुँदैछ। साथीहरू, कति केजी छ देख्न सक्नुहुन्छ। हेर्नु, यसरी मेसिनमा सरेर मेसिनमा वेट हुन्छ र पछाडिसम्म पनि यहीँबाट पछाडि प्लेनमा डाइरेक्ट जाँदै साथीहरू लगेज फाइनली यति बेला हामी अब बोर्डिङ पास भइसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका छौँ। साथीहरू, यो अहिले हाम्रो नेपाली एयरलाइन्सको फ्लाइट देख्न सक्नुहुन्छ। भिड छ एयर इन्डियाको टिकट थियो। साथीहरू, अहिले यति बेला हाम्रो नेपाली एयरलाइन्समा र हाम्रो दिल्ली इन्दिरा गान्धी एयरपोर्टमा हाम्रो 22 घन्टाको ट्रान्जिट छ। साथीहरू, अरू भ्लगहरू पनि पछाडि हेर्दै गर्नु है। साथीहरू, नेपाल एयरलाइन्स हामी इन्ट्री भइसकेका छौँ र यति बेला हामी आफ्नो सिटमा बस्न गइरहनु भएको छ। यो दृश्य देख्नुभएको नेपाल एयरलाइन्सको भित्री भएको साथीहरू है। इन्दिरा गान्धी एयरपोर्ट इन्ट्री भइसकेका छौँ है। साथीहरू, इन्दिरा गान्धी दिल्लीको इन्टरनेसनल एयरपोर्ट इन्दिरा गान्धी एयरपोर्ट हामी इन्ट्री भइसकेका छौँ है। साथीहरू, यति बेला हामी हेलो साथीहरू, सम्पूर्णमा नमस्कार। आज हामी साउदी रियाद जाँदैछौँ। यो दिल्लीको इन्टरनेसनल एयरपोर्ट इन्दिरा गान्धी एयरपोर्ट हो। साथीहरू, र यो भित्रको है एयरपोर्टभित्रको बजार है। साथीहरू, यो चाहिँ हाम्रो इन्दिरा गान्धी एयरपोर्ट दिल्लीको भित्री भाग हो। साथीहरू, देख्न सक्नुहुनेछ हामी 22 घन्टाको ट्रान्जिटमा हामी रात भइसकेपछि यति बेला बिहान भएको छ। हामी अहिले चाहिँ इन्दिरा गान्धी एयरपोर्ट आएका छौँ है। साथीहरू, अब हामी चाहिँ हाम्रो 12 बजीको फ्लाइट हुन्छ। कति बजी फ्लाइट हुन्छ हामी अब भित्र इन्ट्री हुँदैछौँ है। साथीहरू, खाजा नास्ताको लागि जाँदैछौँ। त्यो बेलुकादेखि केही पनि खाएको छैन है। साथीहरू, हामीलाई चाहिँ एयर इन्डियाको टिकट थियो। हाम्रो नेपाली एयरलाइन्सबाट चाहिँ हामीलाई पठाइदिएको हुनाले हाम्रो इन्ट्री गडबड भएको हुनाले हामीलाई इन्ट्री भित्र हुन दिएन। यति बेला हामी
अहिले आएको थियौँ। अहिले हामी बिहानको 7-8 बजी बल्ल हाम्रो इन्ट्री भएको छ साथीहरू। फाइनली अब हामी चाहिँ भित्र इन्जम गर्दै केही नास्ता खान्छौँ है साथीहरू। एकदम भोक लागिरहेको छ। समाजले मलाई देखाइदिएको एउटा एयर इन्डिया देखायो। है साथीहरू, फाइनली अब हामी खाजा खाने क्रममा छौँ साथीहरू। हामी बेलुकादेखिको भएका छौँ। अहिले हामीको बिहानको 8 बजेको छ साथीहरू। खाना एकदम महँगो रहेछ है साथीहरू। यो एयरपोर्टको लास्टै महँगो हेर्नुहोस् तपाईँहरू देख्दै हुन्छ। यो एक बडीको तिरेको हाम्रो नेपाली 1200-1300 है साथीहरू। 1226 पर्न गयो एकजनाको सेटको खाजा है साथीहरू। एकदम महँगो छ। के गर्ने, खानै पऱ्यो होइन। हामीदेखिको भोको छौँ हेर्नुहोस्, खानै पऱ्यो साथीहरू। यति भने हामी अब खानु लाग्दैन। यदि तपाईँहरूको लामो ट्रान्जिट छ भने खानेकुराहरूको आफै दिनु होला है साथीहरू। लास्टै महँगो पर्छ है साथीहरू। यसरी हाम्रो नेपाली एयरलाइन्सको यात्रामा दिने खानाहरू होला है साथीहरू। यो बिरेली चाहिँ साथीहरू इन्दिरा गान्धी एयरपोर्टको है। नेपाली 1225 बिरेली है साथीहरू। दिल्ली एयरपोर्ट इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट है साथीहरू। हाम्रो दिल्लीको इन्टरनेसनल एयरपोर्ट इन्दिरा गान्धी एयरपोर्ट है। नेपाल काठमाडौँ टु दिल्ली इन्दिरा गान्धी र इन्दिरा गान्धीबाट साउदी रियादको ट्रान्जिट परेको छ। हामी हिजो डिसेम्बरको फ्लाइट थियो हाम्रो। नेपालबाट लगभग हामीको लगभग 3 बजी बेलामा फ्लाइट थियो।
साथीहरू यता हेरौँ न के छ हाम्रो यात्रा कस्तो छ हाम्रो यात्रा कस्तो भयो गुड छ होइन रातभरिको अनि त्यो राम्रै सकेर हेर अनि हाम्रो आर्टिस्ट निस्किँदैछौँ साउदी रियादसम्मको यात्रामा अब हाम्रो प्लेन बाहिर फ्लाइट हुन लागिरहेको छ अब हामी चाहिँ इन्ट्री हुँदैछौँ है साथीहरू एकछिन एयरलाइन्समा हामी साउदी रियादसम्मको यात्रा एयर इन्डियामा छ साथीहरू र हामी है साथीहरू अब यति बेला हामी अब एयर इन्डियाको निम्ति हुँदैछौँ देखिरहेको दृश्य एयर इन्डियाको है साथीहरू एयर इन्डिया एयरलाइन्सको हो अब हामी यस प्लेनबाट हामी डाइरेक्ट साउदी रियादसम्मको यात्रा हामी यसैमा गर्नेछौँ है साथीहरू साउदी रियाद ल हेर्नुहोस् है साथीहरू प्लेनको किचन कस्तो हुन्छ है त यसरी प्लेनको पछाडिको भागमा किचन हुँदो रहेछ साथीहरू हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ खाना बन्दैछ अब एकछिनमा प्लेन आइदिन्छ त्यसपछि चाहिँ जति पनि प्यासेन्जरहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ खाना सब भनिदियो साथीहरू अहिले एयर इन्डियाको है साथीहरू किचन देख्न सक्नुहुन्छ अलिक देखाएको किचन है साथीहरू एयर इन्डिया एयरलाइन्सको है साथीहरू अब भने हामी इन्दिरा गान्धी एयरपोर्टलाई हामी पछाडि पार्दै अब हामी भने साउदी रियादसम्मको यात्रामा अगाडि लम्किसकेका छौँ प्लेन आइदिन आएको चाहिँ साथीहरू अब 4-5 घन्टाको यात्रापछि हामी साउदी रियाद पुग्छौँ साथीहरू र तपाईँहरूलाई प्लेन आइदिइसकेपछि आकाशको रमणीय दृश्यहरू पनि देखाउनुहुन्छ है साथीहरू र आकाशको रमणीय दृश्यहरू हेर्नको लागि तपाईँहरूले अझै भिडियो वाच गरिदिनु होला है
एयरपोर्टबाट माथि एयरलाइन्सबाट देखिने दृश्यहरू देख्न सक्नुहुन्छ। यो बजार घनस्थ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो किरा चाहिँ देखिएको छ बजार, यो दिल्ली हो कि साथीहरू, तपाईँले जति पनि देख्न सक्नुहुन्छ। यो सबै ठुल्ठुला बजारहरू देखिएको छ। यो दिल्ली है साथीहरू, दिल्ली देख्न सक्नुहुन्छ कति ठुलो रहेछ त है। ल है साथीहरू, अब भने आकाशको रमणीय दृश्य हेर्नु होला है। अब आकाशे रमणीय दृश्य देखिँदैछ साथीहरू, र तपाईँहरू अहिले देख्न सक्नुहुन्छ। बादल बादल हेर्नको लागि अझै भिडियो वाच गरिदिनु होला है साथीहरू। र जतिले पनि हेर्नुभएको छ यो भिडियोलाई लाइक सब्सक्राइब सेयर गरेर गरिदिनु होला है साथीहरू। साथीहरू अब भने आकाशको रमणीय बादल हेर्नु होला कस्तो देखिनेछ त। ट्रेनबाट देखिने दृश्य यो जति पनि देख्न सक्नुहुन्छ यो बादल हो साथीहरू। आकाशमा रहेको बादल कति रमणीय दृश्य देखिँदो रहेछ आकाशमा, रमणीय अब भने फाइनली हामी साउदी अरबिया जम्मूको माथिल्लो भागमा आइसकेका छौँ र तपाईँहरूले